नदिम भन्ने एकजना व्यक्ति जो दुबईमा बस्छ, उसले चाहिँ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा हिन्दू समुदायसँग लक्षित विभिन्न खालका नकारात्मक टिप्पणीहरू, स्ट्याटसहरू राख्ने विषयमा हिन्दू समुदायले हिजो बेलुका 7 बजे पछाडि मोटरसाइकल र्याली आयोजना गरेको थियो र त्यसै सन्दर्भमा हामीले आज बिहान हिन्दू पक्षका व्यक्तिहरूलाई बिहान 9 बजे जिल्ला प्रशासन कार्यालयमा बोलाएका थियौँ र आज उहाँहरूलाई बोलाउने र अहिले साँझ मुस्लिम अगुवाहरूलाई बोलाउने र दुवै पक्षका कुरा सुन्ने र भोलि सबै पक्षलाई राखेर एउटा सौहार्दपूर्ण वातावरण, सामूहिक सद्भाव कायम गर्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसै अनुसार हामीले बिहान 9 बजे हिन्दू अगुवाहरूलाई बोलाएका थियौँ र यसै सन्दर्भमा उहाँहरू हामीसँग छलफल हुँदै गर्दा हिन्दू समुदायहरूले 10 बजे र्याली निकालेको थियो र त्यो र्याली निकालेर र्याली बजार परिक्रमा गरेर बजार परिक्रमा गर्ने क्रममा जहाँ मुस्लिम समुदायको बस्ती भएको एरिया छ त्यो एरिया बाट हामीले डाइभर्ट गरेर उहाँहरूलाई अर्को एरियाबाट त्यो बजार परिक्रमा गरिसकेपछि उहाँहरू जिल्ला प्रशासन कार्यालयमा आउनुभयो र उहाँहरूले खास गरी यो अस्तिको घटना र त्यस सँगसँगै यो नदिम भन्ने एकजना व्यक्ति जो दुबईमा बस्छ, उसले चाहिँ आफ्नो सामाजिक सञ्जाल फेसबुकमा हिन्दू समुदायसँग लक्षित विभिन्न खालका नकारात्मक टिप्पणीहरू, स्ट्याटसहरू राख्ने विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र त्यो उजुरीको हालसम्म त्यसलाई कारबाही नभएको र उसको फेसबुक अकाउन्ट बन्द नभएको भन्ने विषय लगायत हिजो भएको मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनमा प्रहरीले खासै रोक नलगाएको भन्ने जस्ता खालका केही विषयहरू लिएर उहाँहरू मेरोमा आउनु भएको थियो र हामीले जिल्ला प्रशासन कार्यालयमा उहाँहरूको विषय सम्बोधन गर्दा वीरगञ्ज महानगरपालिकाको बजार एरियामा मुस्लिम समुदायको पनि विरोध प्रदर्शन सुरु भएको अवस्था हुँदा तत्कालीन परिस्थितिमा दुवै पक्षलाई जम्काभेट हुँदा मुठभेडको अवस्था हुने गर्दा हामीले 500 मिटर दूरी कायम गरी प्रहरी सुरक्षा निकायबाट हामीले उहाँहरूलाई 500 मिटरको डिस्टेन्समा राख्यौँ र पछि हामीले तत्काल परिस्थिति बिग्रिन नपाओस् र यहाँको सामाजिक सद्भाव, धार्मिक सद्भाव नभड्कियोस् भनेर हामीले 1 बजेदेखि अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा जारी गरेका छौँ र त्यसपछि ठाउँ जम्मा भएका भिडहरूलाई सुरक्षा कर्मीहरूबाट तितर बितर पार्ने, हटाउने काम भएको छ र यससँगै सुरक्षा समितिका हामी पदाधिकारी पनि हामी स्वयं फिल्डमा गएर आएका छौँ र अहिलेको अवस्था ठाउँमा 2-4 जना